Hi, how are you guys? आजदेखिको चाहिँ मैले फेरि भ्लग स्टार्ट गर्न थालेको अनि फेरि पनि भर्खर आउनुभयो। म चाहिँ क्वेसन बनाउनु जाँदैछ। क्वेसन चाहिँ रिभिल गर्न सक्दिनँ। Should I reveal the questions or म चाहिँ भर्खर उठेको। मेरो गरम पानी रेडी गर्दैछु। आजकल चाहिँ मलाई पुरा ग्यास हुनु थालेको छ। अनि दिस इज के भन्छौ ज्वानो र जिराको पानी बोइल गर्दैछु। यहाँ मैले फेरि मकै बोइल गरेर राखेको छु। मेरो हेयर फल यति डेन्जर हुन्छ, यति डेन्जर। What to do guys, what to do? प्रेग्नेन्सीमा बा यो हेयर फल हुनु नर्मल हो कि हैन? यति वर्स्ट हेयर फल हुन्छ भन्नुस्, भनिदिनुहोस्। मेरो प्लान्ट्सहरू यस्तो दामी भएको छ। मेरो फ्लावर यति दामी ब्लुम भएको छ। व्हाइट कलरको मात्रै रहेछ यो पालि चाहिँ। यो जग्गा पनि छोडेर म छिट्टै जाँदैछु एन्ड आइ एम भेरी ह्याप्पी अबाउट इट। उतापट्टिको मेरो पडोसीको चाहिँ यस्तो दामी छ है प्लान्ट्सहरूमा छ, उसकोमा चाहिँ फ्लावरिङ प्लान्ट चाहिँ छैन। म चाहिँ नै छु। यो चाहिँ मैले सभानाबाट अर्डर गरेको अनि यति कम्फर्टेबल छ, मलाई पुरा मन पर्यो। एउटा नाइट ड्रेस पनि लाइक त्यो वार्मवाला नाइट सुट त्यो अर्डर गरेको थिएँ। क्वालिटी त्यस्तो खास थिएन, मैले रिटर्न गरिदिएँ। अब मेरो छिट्टै हातमा बेबी हुनेछ अनि बेबी र म आउने छु। पनि सबको घरमा स्टार लाग्नु थालेको छ है। हिजोदेखिको झिलिमिली छ, झिलिमिली। बेलुका चाहिँ दामी देख्छ। यो रेड चाहिँ यो बेप्टिस्ट चर्च छ कि त्यहाँदेखिको चाहिँ उनीहरूलाई अब दिएको रहेछ। लास्ट इयर पनि यही रेड थियो, यो पालि पनि यही रहेछ। बिहान सुगर केन आएको रहेछ मेरो घरमा। यो पनि कसैले दिएको। बनाना त आई कान्ट ह्याभ। अनि मेरो लागि स्विट बन छ ब्रेकफास्टको लागि। पानी पिउँछु। अब आज दिनभरि मेरो दिन कसरी जान्छ म त्यो देखाउँछु। मेरो दिन चाहिँ प्राय सुतेरै जान्छ, तर पनि आई विल ट्राई आज म के घरको कामहरू गर्नुको लागि। बनाएको अचार, इट्स भेरी टेस्टी। यम यम। I think my water is also ready. Oi, will you drink, husband? Guys, मेरो मकै त पाकेको छैन रहेछ। अझै अब यसलाई प्रेसर लाउनु पर्ने रहेछ। सर दुनिया की चिंता का छोड़ो। मेरो बेडरुम चाहिँ खाली यस्तो हुन्छ है बेबीहरुको जस्तो। यति बेसी मच्छर आउँछ राति। त्यो मच्छरको धुप बाल्दै भने पनि एकछिन गायब हुन्छ, अन्त सुतेपछि चाहिँ
यति पता नै कताबाट आउँछ नि, आई थिङ्क यो चेपहरूबाट आउँछ जस्तो लाग्यो। लुगा पनि मेसिनमा हालिदिइरहेको छु। अब चाहिँ सब्जी केलाउनु पर्छ। पहिला म चाय पिउँछु। मैले चायहरू पिउनु छोडिदिएको थिएँ कि पता नै आजकल विन्टर आएर यति बेसी चियाको क्रेभिङ हुन्छ। अनि खान्छु, पिउँछु। के पकाउनु सब्जी? मटर एन्ड ब्रोकली। Should we try that? अय्या किवी त गिलित भइसकेछ। माई गॉड, मेरो फ्रिजमा सब्जी केही छैन। दिस इज अल्सो किवी, मकाई, स्टार फ्रुट। I'm back. Rest I got nothing. And broccoli. डढेको भात। I'm gonna make sabji out of this. यहाँ चाहिँ यति दामी दुध पाउँछ है, एकदम ओरिजिनल। मैले ब्रेकफास्ट चेक गरिसकेँ अनि यो फ्लोर पनि सफा गरेँ। अरू चाहिँ बाँकी छ। योसँग चाहिँ मटर हालेर पकाउँछु। कसरी पकाउँछु देखाउँछु ल। म चाहिँ इन्डक्सन नै युज गर्छु। यो चाहिँ इन्डक्सन भन्दाखेरि मलाई हिटर भन्दो रहेछ हौ, कोइलवाला। अलिक डर लाग्छ यो खाना पकाउँदाखेरि तेलहरूसँग। यति बेसी बर्न हुन्छ नि यो स्टिममा हाल्दा। Look how it's looking. Matar in karai. Huh? Hi, oh guys, welcome to the vlog. Welcome guys. Oh yeah.
अघिको सब्जी चाहिँ यस्तो भएको छ अनि म चाहिँ म चाहिँ कराईमै खान्छु म चाहिँ कराईमै खान्छु लुगाहरू पनि टिपेर ल्याइसकेँ अनि फाइनली घर पनि अलिक सिनिक्क बनाएको छु आज बेड पनि मैले यता सार्दिएको बेड पनि यता सार्दिएको मेरो कोरोमी लाइट अफ यो रुम पनि चिटिक्कै पारेको छु मेरो सामानहरू अलरेडी प्याक छ अब रेस्ट प्याक गर्नु छ अनि एउटा डेलिभरीको मान्छेलाई बोलाएको छु स्याटरडे आउनुहुन्छ होला यो सामानहरू चाहिँ कसरी लानुपर्ने कति लाग्दो रहेछ त्यो सब सोधेर बुझेर चाहिँ पठाउनुपर्छ यसलाई यता राखिदे अब नुहाउनुको लागि मैले पानी बोइल गर्दैछु यो गरम भएपछि नुहाउँछु भाँडा धुनु चाहिँ यत्तिकै छ या यति छिटो टाइम जान्छ हेर्दै गर्नुहोस् म चाहिँ नुहाइधुवाइ गरिसकेर चिया खाएर कोरोमीसँग सुतिरहेको छु अब एकछिनमा मेरो स्टुडेन्टको बर्थडे पार्टीमा जानु छ अनि त्यहाँ गएर म तपाईँलाई देखाउँछु अहिले चाहिँ म हस्बेन्डको वेट गर्दैछु पुरा निन्द्रा लाग्यो माई लुक म चाहिँ यस्तो बनिकन गएको छु आज नानी टाइपको नानीकोमै जाँदैछु टिङ टिङ म चाहिँ बर्थडेबाट आएर खाना पनि बनाइसकेँ यो मान्छेले चाहिँ त्यहाँ अन्डा बनाउँदैछ प्रशान्त यता हुनुहुन्छ म चाहिँ बेबीको फोटो हेर्दै बसिरहेको छु अहिले चाहिँ टाइम आई थिङ्क 11:30 हुनु आँट्यो होला डिनरहरू पनि भयो आज ढिलो भयो बर्थडेमा गएर आएर फेरि यता पकाएर खाँदा चाहिँ ढिलो भयो अब चाहिँ सुत्छु इफ यु आर स्टिल वाचिङ माई भिडियो थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई